खैकुनी आजभोलि मलाई के भइरहेछ यत्रो ठुलो बाख्राको खोर भाँडा माझ्ने अनि पेटी बनाउँदासम्म पनि बनाउँदै गर्दाको भिडियो बनाउनै बिर्सेछु के आजभोलि खै किन हो जे कुरा पनि भुल्ने बाबु एक्सलाई भुल्नेको चक्करमा हो क्या। यस्तो त होइन हजुरहरूले माया नगरेर के भिडियो बनाउन मन मरेको हजुरहरूले माया नै गर्नुहुन्न। अनि हाम्रो घर चाहिँ न्यू मेम्बर्स एड भएको छ तातो भात दिएर फकाएर छोपेको उतिखेर छोडिदिए झन् आमाले मारेन। अनि यो गर्मीमा पानी मलाई मात्र तातो लाग्छ होला भनेको खरायोले पनि दाइ पानी एक भर्लक उमालेर दिनुभयो क्या तातो पो छ त भन्छ त बाबु चुप लाएर खा के गर्छ यस्तो गर्मी छ भनिदिए बिचरा चुप लाएर खाइरहेको थियो। अनि आजभोलि हाम्रो मासु लभर दाइले मासु खान छोड्नु भएछ क्या भनेर सोचिराख्नु भएको छ होला। छैन कहाँ छोड्नु मासु लभर हो नि फेरि नभएको गर्लफ्रेन्ड छोडिएला तर मासु चाहिँ छोडिन्न के। अनि आज चाहिँ घरमा मासु ल्याएको रहेछ यस्तो बेला कुकम्यान त मै हो के एकदम स्पेशल कुकम्यान भनेर फेमस छु के आफ्नो घरमा मात्रै फेरि केही बेर भुटेर ढाकेर छोडिदिएको थिएँ एकछिनपछि हेरेको त कति मिठो बास्ना आएको हजुरहरूले सुन्नु त मिठो बास्ना आएको छ होला। घरमा अरू सब्जी पनि थियो अरू सब्जीले इग्नोर हानेर भातभन्दा धेरै मासु हाले किनकि भात त 6 महिनादेखि खाँदै आएको नि त आज भातभन्दा धेरै मासु खान पर्यो भनेर भाँडामा लिएर पनि बसे मान्छेले आफूले मन पराएको मान्छेलाई कसरी छोड्न सक्छन् हो। मलाई यतिसम्म मासु मन पर्छ कि मैले मासु छोड्नै सक्दिनँ कि जे भने मेरो हात चाहिँ